सो हेलो गाइस, फेरि पनि तपाईँलाई नयाँ ब्लगमा स्वागत छ हैन। म आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि आज धेरै एकदम सन्चै हैन। र आज हामी चाहिँ टक्क भ्लग गर्दै हैन पशुपतिसम्म हिँडेको। टक्क तपाईँहरूलाई जोस बाटोमा चाहिँ हल्का रमाइलो गर्दै हैन। हामी चाहिँ यता बस पार्कमा छौँ हैन। अब पशुपति जानुलाई हामी गाडीमा चढ्नेछौँ। गाडीहरू चाहिँ एकदम लाइन छ क्या, यो कहाँ जाने हो भित्र मान्छेहरू छ क्या। फेरि टन्नै कता जाउँ हिँड्न। त्यो साथीले कहाँ पार्किङ गरेर गाडी यहाँ अगाडि छ। इलाम चाहिँ एकदम होइन, आज चाहिँ घाम लागेर बोबाल भइरहेको छ। यता फेरि के खाने हो भोड्का। गाडीले छोड्छ है केटा। चाहिँ एकदम धेरै बसहरू छ नि त होइन। पुरै अब हामी पशुपति जानेछौँ। यहाँ चाहिँ पहिला खतरा बस पार्क थियो होइन। अहिले चाहिँ टक्क मेटाएर चाहिँ र पनि अहिले पनि त्यस्तै छ। जोस रमाइलो छ नि त यहाँनिर चाहिँ। हल्का गाडीहरू बसहरू हुन्छ, पहिला चाहिँ अहिले चाहिँ छैन। अहिले चाहिँ बन्द भएको छ किनकि यहाँ यस्तो खतरा ठुलो यस्तो बिल्डिङ बनिँदैछ नि त, त्यही भएर होला होइन। अब हामी चाहिँ टक्क उता जानेछौँ हल्का रमाइलो गर्नु जाउँ होइन भाइ। सो हामी चाहिँ डाइरेक्ट पशुपति जाने गाडी मिस यही हो भाइ, मेरो पछाडि होइन। अब हामी चाहिँ डाइरेक्ट जाने हो नि त। यहाँ चाहिँ यो भाइहरू चाहिँ यहाँको लोकल हो जस्तो छ। हजुर एउटा अफिसियल भ्लग छ भाइ। यहाँनिर भाइहरू चाहिँ कहाँ बस्छौ? यता हो घर। ल बस्दै गर ल। बाई बाई जाऊ। अब चाहिँ हामी टक्कै यहाँ अगाडि जानेछौँ त। के भन्छ यसलाई होइन, यो अगाडि यो के भन्नु होइन, होटेल भनौँ न। अब यस्तो हाम्रो लोकल पारामा होइन, त्यहाँ जाँदैछौँ हामी चाहिँ। होटेल पछाडि फेरि बबाल छ बिल्डिङहरू। यता गाडीहरू यो कहाँ जाने गाडीहरू हो थाहा छैन। अचकपच यो के बन्नु लागेको हो है। यो के हाँस पौडी खेल्दैछ कता छ। अब हामी टक्क यता बसरुम अरे उता हामी जाँदैछौँ होटेलतिर टक्क होइन। सो गाइजहरू अहिले किन यहाँ चाहिँ हामी होटेलभित्र टक्क बसिसकेको छौँ होइन। यहाँनिर चाहिँ पुरै खानाहरूको व्यवस्था रह नि त। यहाँनिर चाहिँ होटेल बबाल छ क्या। यता अगाडि खोलिएको रहेछ है। पुरै यहाँ त यहाँ निस्किँदो रहेछ त अन्त त्यो निलाम त हामी पुरै रङटङ छ त। अब हामी चाहिँ यहाँभित्रै पस्नुपर्ने हुन्छ। कता गयो त्यो त लाग्यो क्या हो। यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ। कता गयो यहाँ त्यो त हरानी गर्छ। अब चाहिँ गाडीमा जानुपर्ने हुन्छ। हामी कहाँ बस्नुपर्ने अरे? यहाँ यो म चाहिँ के अगाडि बोजूलाई म बाहिर ओके म बाहिर हो बाहिर भित्र गर्दा दिन बितिसक्यो फेरि। हो के बिजोको यहीँ हो ओके। हामी चाहिँ अगाडि बस्नु परिरहेको छ क्या। पशुपति नगर जाँदा पनि यस्तो बिजोग छ कि यहाँनिर मिठाई दिइसकेको छ। पछाडि पेसेन्जरहरू टनाटन बसिरहेको छ नि त। अब हामी जानुपर्ने हुन्छ है। ड्राइभर नै मै खले नै मै भएपछि अब कहाँ जाने भाइ? हेलो हेलो पशुपति। अब पशुपति जानुपर्ने हुन्छ हो। अब चाहिँ गाडी टक्क कुदेपछि चाहिँ हामी टक्क भिडियो अन गर्नेछौँ। अहिले चाहिँ यस्तै हेर्दै गर्नु। मोमो यस्तो चोक बजार घुमाइले कहिले हो? कति हौरमा पुगिन्छ? सो हेलो गाइज, हामी चाहिँ टक्क फिकल आइसकेको छौँ होइन। यहाँनिर चाहिँ अघि तपाईँहरू बाटोमा देख्ने भयो होला हल्का रमाइलो। यताबाट चाहिँ घामले मेरो अन्धाकार गरिदिरहेछ नि त, क्यामेरा पनि हल्का होइन। त्यहाँ पछाडि चाहिँ टक्क फिकल लेखेको छ। अब हामी फिकल त्यहाँ जानु मिल्छ एकछिन? कहाँबाट हिँड्दा हो त्यहाँ। अब हामी फिकल लेखेको ठाउँतिर जाँदैछौँ केटा हो। सिक्न खाने
थोरै मामाहरू भेट्छ कि भनेर टक्क पछाडि बसेको थियो एकछिन रमाइलो है। अब हामी टक्क यहाँ फिकल आइपुगेको छौँ नि त। सो होइन केटी चाहिँ हुनु मिल्नु पऱ्यो होइन, त्यो चाहिँ हाम्रो दर्शन भाइको डाइलग चाहिँ होइन मेरै हो। फिकलमा चाहिँ यता चाहिँ बबाल रहेछ क्या यो ठाउँ, यता चाहिँ चिसो बबाल चिसो ठाउँ। म गाडीहरू पनि आएकै गएकै छ नि त। अनि यस्तो होइन हर्नहरू बजाउँछ टक्कसँगले। यहाँनिर चाहिँ दोकान सोकान रहेछ है टक्क फिकल। हामी चाहिँ फिकल आइसक्यौँ नि त, नत्र भने विश्वास लाग्दैन भने यहाँ पछाडि देख्नु सक्नुहुन्छ। अब फोनमा चाहिँ उल्टो देख्नु सक्छ होइन। फिकल होइन टक्क हामी फिकल आइसकेको छौँ। यो ठाउँमा चाहिँ धेरैले फोटो खिच्छ क्या यस्तो पाराले होइन, लोकल पारामा। तर म यहाँनिर खिच्दिनँ किनकि म यहाँ टक्क भ्लग मात्रै बनाउन आएको हो। र अब चाहिँ हामी पशुपति नगर जानुपर्ने हुन्छ होइन, गाडी पर वेटिङमा छ। त्यस्तोको लागि एकछिन बसेको अरे होइन। सो अब तपाईँहरूले देख्नु नै भयो होला होइन फिकलको नतिजा मतलब नजारा होइन। रमाइलो यो ठाउँ चाहिँ आउनुपर्छ क्या घुम्नु, टाढो टाढोको मान्छेहरू होइन। पुरै दामी छ ठाउँ, चियाबारीहरू रहेछ पछाडि। अगाडि बाइक आउँदैछ, म चाहिँ यहीँबाट क्रस गरिदिइहाल्नु पर्ने हुन्छ नि त। फेरि मलाई बाइकले हान्यो भने त फेरि त्यो केटी चाहिँ मिल्नु पऱ्यो भने डाइलगै हुँदैन क्या। त्यो त लाउनु पनि भएन नि त। अनि यहाँ चाहिँ दोकान चाहिँ फेरि बबाल रहेछ क्या यस्तो गाइजहरू होइन। अहिले चाहिँ हामी थोरै विश्राम। सो हेलो गाइज होइन हामी चाहिँ टक्क गाडीबाट झरेर चाहिँ म पशुपति नगर छिरिसकेको छौँ। पशुपति नगरमा चाहिँ अब तपाईँहरू यस्तो माथि देउराली जस्तो होइन देख्छ नि, नदेख्ने कुरै भएन नि। यस्तो ठाउँमा आइसकेको छौँ हामी होइन टक्कसँगले। अब गाडीहरू पुरै लाग्दैछ, घर जानुपर्ने होइन। यहाँनिर चाहिँ अब आर्मी क्याम्प के भन्छ यसलाई होइन। अनि आर्मी क्याम्प पनि रहेछ होइन। टक्क सिपाहीहरू चाहिँ बसिरहेको छ AK-47 बोकेर होइन। हुनु पऱ्यो नि त यतिको त घरहरू यति यस्तो। अब हामी चाहिँ कता भन्नु इन्डिया बोर्डर अरे भाइ हाम्रो गाडी खै कता छ हाम्रो गाडी यता छिरेको थियो इन्डिया बोर्डर अरे यहाँ अगाडि। ए हाम्रो गाडी त यहाँबाट हाम्रो गाडी यही हो नि होइन दाइ। भएपछि ल हामी आउँछौँ नि, जाने भनेको यही गाडीमै हो नि होइन। जानुपर्छ इन्डिया छिर्दिउँ आज हामी इन्डिया छिर्ने हो। केटाहरू खोज्नु आओस् न हामी आज इन्डिया छिर्ने हो नि। यहाँनिर चाहिँ म मान्छे अन्त अक्लाउँदो छ त हामी त बच्चै हो क्या हो यार। यहाँ स्टप देखाएको छ, यहाँ स्टप देखाएको छ होइन। यहाँ रोक्नुपर्ने हुन्छ तर गाडी है मान्छे होइन। अनि ओ माई गड यहाँ पछाडि चाहिँ गेटहरू छ होइन। बगाल अगाडि बनाउनु छु क्यामेरा होइन। क्यामेरा अगाडि बनाएपछि चाहिँ जे होस् दामी हुन्छ नि त क्लिन। सो गाइज होइन म चाहिँ साला टक्क इन्डिया छिरेको। इन्डियामा साला त्यो अलिकति भिडियो बनाएको त्यो पनि काट्नु लाग्यो क्या। इन्डियामा त्यो आर्मी क्याम्प रहेछ। इन्डियामा चाहिँ जे होस् त्यो अलिकति होइन भिडियो बनाउनु दिएन क्या मलाई चाहिँ। जबरजस्ती बोलायो होइन टक्क भिडियोको क्लिपै काट्नु लाग्यो क्या। अब यति भएपछि अनि केही गरिखानै नदिने हामीलाई। इन्डिया त छिर्नै नहुने अरे क्या हामी टक्कै। अब त्यो भिडियो नै डिलिट हान्नु लाग्यो। अब मैले के गर्नु सकिएन, भिडियो डिलिट गर्नु लगाइदियो होइन। र ठिक छ होइन। अब हामी तपाईँहरूलाई देखाउने नै हो त्यत्रो। अब म चाहिँ धेरै अलिकति रेस्पोन्स गरेको थियो रमाइलो होइन। यहाँनिर अनि नेपाली पैसा चल्दैन। 20 रुपियाँहरू नेपाली पैसै चलेन क्या। अब यस्तो इन्डिया छिरिसकेपछि मैले भने त स्वाकै बेग्लै हुन्छ। अनि त्यहाँ माथि मैले त्यो भिडियो बनाएको त होइन भिडियो नै डिलिट हान्नु लगाइदियो क्या। अब मैले झन् त्यत्रो मिहिनेत गरेर अनेकको गेटहरू देखाइदिएको हो। अन्तिममा चाहिँ साला भिडियो डिलिट हान्नु लाग्यो। सिजर चाहिँ के हो यो बबाल हो हेर तपाईँ एउटा क्या हो त्यो चाइनिज जस्तो छ त। अनि पुरै फरफराइँदैन अनि एकचोटि
गाइस हामी इन्डिया पसिसकेका छौँ क्या। अब यहाँभित्र यहाँ चाहिँ यो चाहिँ के हो स्टेसन जस्तो छ त पुरै गाडी धुने ठाउँ हो। गाडी धुने ठाउँ यो चाहिँ गाडी धुने ठाउँ हो कि के हो होइन जस रमाइलै छ। अब हामी इन्डिया छिरिसकेको हो जङ्गलहरूदेखि केही नै आउँदैन होइन। म यहाँ गाडीहरू यत्तिको छ नि त पछाडि। कहाँदेखि आउनु भएको भाइ? हामी इलाम भिडियो डिलिट हान्न भनेपछि त सकिएन भिडियो नै डिलिट हान्नु लाग्यो। हामी अहिले यस्तो अफरोड जाँदैछौँ कि अफरोड। अब हामी यहाँनिर चाहिँ म चाहिँ कसम यहाँ आएर चाहिँ यस्तो लाग्दैछ कि म माथि देउराली पुगिसकेँ जस्तो लाग्दैछ क्या। किनभने पुरै यस्तो सल्लाहको बोट सल्लाह त देख्दै छैन क्या हो। सल्लाहको बोटहरू पनि छ है। यहाँ चाहिँ एकदम सम्मा लडिदिउँ क्या हो इन्डियामा आइसकेर चाहिँ फेरि के हो यो पुरै बामफोकहरू भेटिन्छ यार इन्डियामा त। इन्डियामा बामफोक भेटिसकेको छ अब चाहिँ होइन यस्तो फाँडी हान्नु छ कि यस्तो हानेपछि चाहिँ इन्डिया यो पारि देखेको सब इन्डिया हो। म अगाडि बनाउँछु भिडियो होइन इन्डिया हेर्नु होला। इन्डिया हो यो पारिको। उतालाई क्या हो है घरै घर छ त त्यहाँनिर बजार हो दामी छ। यो पारि के भन्नु अब तुवालो लागेर चाहिँ होइन हल्का इन्डिया हो गाइस इन्डिया 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 इन्डिया। ओफ इन्डियाको यो सुनसान जङ्गलमा हामी मात्रै आएर बसेको छौँ होइन। यहाँनिर चाहिँ पहिला पनि मान्छेहरू चाहिँ धेरै आउँथेछ होइन। यहाँनिर फोहोरहरू देख्न सक्नुहुन्छ। इन्डियामा यस्तो फोहोरहरू चाहिँ जङ्गलमै फ्याल्दो रहेछ क्या। हुन त नेपालमा पनि फ्याल्नु चाहिँ फ्याल्छ। यो पारि चाहिँ कुन के हो केटा हो? मिरिक झिल चाहिँ कहाँ हो? सो हेलो गाइज हामी चाहिँ इन्डिया आइसक्यौँ होइन। अब इन्डियाको त्यो जङ्गल छिर्नु मिल्छ? त्यहाँ जङ्गल छ अरे डेटली जङ्गलको बिचमा झोडी र ज्याङ होइन। त्यो चाहिँ हाम्रो झापाली दाईको गीत चाहिँ खरोडो छ। यहाँ अगाडि चाहिँ एउटा पिङ छ क्या जस यसलाई चाहिँ पिङ मानौँ न आजको दिनमा होइन। अब यो खेल्नु पर्ने हुन्छ। अब यहाँ पिङमा बसेको म चाहिँ अनि थाम्छ मलाई पिङमा पनि रमाइलो छ। अब म यति भइसक्यो अब म यहाँबाट जानुपर्ने हुन्छ। फेरि अगाडि यहाँ पर पुगिसक्दा भ्लग बनाउनु दिँदैन होइन। भ्लग बनाउनु नदिएपछि त्यो डिलिट हान्नु लाउँछ। फेरि सबै फुल भिडियो डिलिट हान्यो भने त म के गर्नु हाँस्नु कि रुनु हुन्छ। अनि त्यहाँ पर चाहिँ भिडियो टक्क बनाउनु हुँदैन होइन। भनौँ न अब केही गरी त्यो बोर्डरमा बनाउनु नदिँदो रहेछ नि त। किनभने अब त्यस्तै परिस्थिति होला बुझ्नु नि अब होइन। कत्रो सल्लाहको रुख हौ। कता छिर्ने अरे दिन्छ इन्डियामा फेरि गाह्रो हुन्छ यार। इन्डिया पनि प्लात्तै छिर्यौँ है। केले टोक्छ। अब हामी यहाँबाट अगाडि जाँदैछौँ। अघि बनाएकै हो यहाँनिर ब्लग हाम्रो अगाडि बनाएको फ्लप खाइगयो किनकि डिलिट हान्नु लाएर गाडी आएकै। अनि यहाँनिर चाहिँ मान्छेहरू चाहिँ मैले चाहिँ होइन खासै देखिनँ। उता बजारतिर होला। अहिले हामी बजारतिर पनि जान्छौँ। जाने होइन भाइ बजार है अगाडि परा नेपाल बजार हाम्रो पशुपतिको। अब हामी बजार जाने हो नि त टक्क आइएको छ भ्लग बनाउनु होइन। त्यो दिदीहरू पुरै सपिङ गरेर जानुभयो। अब हामी चाहिँ सो गाइजहरू होइन अगाडि चाहिँ टक्क मामा थियो नि त। अनि फेरि मामा भेटेको भए त सिधै त्यो भिडियो डिलिट गर्नु लाउँथ्यो होइन। त्यही भएर मैले चाहिँ त्यहाँनिर बनाइनँ। गाडी यति साह्रो लाइन छ कि मेरो पछाडि हेर्दै गर्नु होइन। गाडी चाहिँ कतिवटा कट्यो त्यो गर्नु नि तपाईँहरूले भ्याउनु हुँदैन होइन। गाडीको लाइन फेरि यहाँदेखि चाहिँ फेरि परासम्म छ कि तपाईँहरूलाई चट्ट भिडियो देखाउँदैछु त। यहाँ चाहिँ हामी जङ्गल इन्डिया पसिसक्यौँ होइन। सायद अब हामी इन्डियामै बस्नु चाहिँ आएको होइन। अब एकछिनबाट घर जानुपर्ने हुन्छ इलाम। के भयो स्कुटीलाई फेरि गाडी सब रिच हो नि। सबैजना रिच हो क्या यार। गाडीहरू त पुरै ल्याम्बोर्गिनी चाहिँ नभनौँ होइन। कारसम्म चाहिँ देखेँ क्या मैले फोनमै यहाँनिर चाहिँ होइन। रैला हाने मेरो चाहिँ पारा फेरि यस्तै हो। यो गाडी आउँदैछ कोही मेरो हातले भेटाएको भए त मेरो हातै छुडाइदिन्थ्यो होला क्या कसम भन्नु पर्दाखेरि। गाडी पार्किङ गर्ने ठाउँ
गाडी पार्किङ गर्ने ठाउँ यो यता कुद्ने ठाउँ गाडी यता साइडमा पार्किङ यता कुद्ने अनि इट्स वे इट्स टर्न वे भनेर टर्न वे जे आयो त्यही बोल्यो ए हामी चाहिँ यहाँनिर चाहिँ पुरै रिच दाईहरू देखिरहेको छौँ होइन सायद एक बिटा पैसा दिएको भए चाहिँ हामी पनि पुरै होइन स्पेसल यस्तै गाडीमा चढ्दै कुद्दै गर्नु पाइन्थ्यो अहिले हामीसँग छैन अब हामी कमाउनु पर्ने हुन्छ अनि रमाउनु पर्ने हुन्छ यहाँनिर चाहिँ पुरै गाडीको लाइन देख्न सक्नुहुन्छ र यहाँ साथसाथमै होइन सानो मन्दिर जस्तो ठाउँ के भन्नु धारा भनौँ न होइन गाडी बाइकहरू आउँदैछ एक्सक्युज हामी बाटो क्रस हान्दाखेरि चाहिँ तपाईँहरूलाई थोरै डिस्टर्ब हुनसक्छ यहाँनिर चाहिँ होइन धारा रहेछ मन्दिरै मानौँ न होइन अब धारामा पारा देखाउनु चाहिँ जानुपर्ने हुन्छ पुरै मन्दिर चाहिँ रहेछ पानी रहेन किन मिल्दैन है पस्दिनै हो नि हामी त आइसकेपछि त एक ठाउँ ढुक्नुपर्छ यसो ढाक पनि गर्नुपर्छ किनकि यस्तो अगाडि चाहिँ होइन म उयो मन्दिर यसो राखेँ अनि यहाँनिर चाहिँ तपाईँहरू धारा देख्न सक्नुहुन्छ धाराको नाली सुकेर कालै फेरि हो चिल्लाए अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ होइन यता हामीले त देखेको जङ्गल चाहिँ आज झोडिदिउँ न काली छान्दिउँ न भन्ने सोचले हामी निस्किसकेको छौँ पुरै सल्लाइ मात्रै छ त अनि र त कत्रो सल्लाहको बोर्ड देखिरहेको छु मैले देउरालीमा पनि होइन सल्लाहको बोर्ड चाहिँ छ तर यो दरको सल्लाहको बोर्ड चाहिँ मैले चाहिँ अहिलेसम्म चाहिँ खासै नोटिस गरेको थिइनँ क्या कि छ कि यता चाहिँ पुरै इन्डिया छिर्यो यता चाहिँ हामी पुरै भारतमा फेरि पुरै जङ्गलै मात्रै रहेछ नि त यता त यस्तो जङ्गलै मात्रै त के जानु यतै फर्किनु पर्ने हुन्छ होइन घर जानुपर्ने रात परिसक्यो यो गाडी किन तर्साउँछ यार घरि आउनु खोज्छ घरि आउँदैन होइन टुरिस्ट ट्याक्सी हेर यार हो यो गाडी कसले ल्याएको है साथी चाहिँ गाडीहरू दामी छ यतिको गाडीमा चढ्नु पाए चाहिँ फेरि चढ्नु पाएर चढ्नु त पाइन्छ कि त्यहाँनिर इन्डियन नम्बर प्लेट गाइस इन्डियन नम्बर प्लेट देखाइदियो इन्डियन नम्बर प्लेट चाहिँ यस्तो हुन्छ है यस्तो देख्नुभयो नि होइन यो चाहिँ इन्डियन नम्बर प्लेट हो उल्टो देख्नुभयो होला यसलाई पक्कै पनि तपाईँहरूले सुल्टो सम्झिनु होइन किनभने सुल्टो लगाएको मिररतिर उल्टै देखिन्छ क्या क्यामेरातिर मिररतिर अनि यताउता चाहिँ झोडी यस्तो रहेछ कि इन्डिया छिरिसकेपछि त कसम हो आम्मा सुनसान ना यसो कान थापेर यस्तो सुन्दा पनि होइन त्यो चराको आवाजहरू चाहिँ कहाँ अलिअलि एउटा थोपा आएको जस्तो सुनिँदैछ नत्र भन्छ धेरै जस्तो चाहिँ गाडीकै रहेछ क्या यहाँनिर आएकै गएको यतिको आउँदै जाँदै गइरहेको छ र हल्का यस्तो खपाउँछ यो गाडी दार्जिलिङबाट आएको गाडीहरू लेट्स बिगिन भन्ने पुरै अब हामी चाहिँ यहाँबाट जाँदैछौँ यही मात्रै कति भ्लग बनाउनु होइन अब हामी अलिक परतिर पुगेर बनाउँछौँ हेर्दै गर्नु होइन हेरिरहनु भएको हुन्छ नि होइन पशुपति नगरको मिठाई यतिको चाहिँ हुनु पऱ्यो नि त मिठाई लाँदैनस् केटा यतिको चाहिँ मिठाई हुनु पऱ्यो क्या कसैलाई खानु मन छ भने चाहिँ यहाँ आउने खाइहाल्ने यतातिर नि दामी मिठाई रहेछ यहाँ कैसे चाहिँ इन्डियाको मिठाई अरे इन्डियाको मिठाई केही चाख्न केही चाख्ने त मिल्दैन नि चाख्ने भए त के चाहिन्छ मिठाईहरू नखाउँ हामी त्यस्तो देखाउँ हामी मिठाई नखाउँ हामी लाग्दिउँ होइन अब यो मिठाई त अलिक परतिर पनि पाइन्छ धेरै लामो बजार पो छ त हो कहाँ यति होइन यो चाहिँ गेट हो क्या नेपाल र इन्डियाको भेन आउँदैछ मार्छ होला हौ ओ भाइ साहब डेडली राइडर बाइक ब्यारिङको ब्यारिङको यार साँच्ची नै ब्यारिङको गाइस खतरा छ त्यो त डेडली फलम छ त फुल भन्नु अर्को हेर्न झन् कस्तो बबाल छ हो त्यो अर्को यो हेर्न यो मोबाइल छ यतिको चाहिँ हुनु पऱ्यो नि त सामान पनि
खोर्ला देखा न हो त्यो क्या हो यो गाइस यो खतरा कुद्छ नि हो चेन ओइ 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 चकचक नगरे गाडी लडे गाइस केही छैन तर यसको के भयो है त्यसको स्ट्यान्ड हुन्छ स्ट्यान्ड बङ्ग्यो भन्दा उयो खोर्ला घुमा न यस्तो हुनु पर्यो यो हो क्या सही छ यार खोर्ला गाइस यो हो गर्नु यस्तो हो गाइस पुरै घुमाउने हो अनि यहाँभित्र चाहिँ तपाईँहरू विभिन्न किसिमको होइन कछुवा गाइस हेर्न अब सिसाको कछुवा यो चाहिँ धेरै पुरानो मोडलको गाडी पुरानो मोडलको गाडी हो यो चाहिँ पहिला बोकेर ल्याएको गाडी हो नेपालमा फर्स्ट टाइम बोकेर ल्याएको गाडी गाइस फर्स्ट टाइम दुर्पिन देखिन्छ केही कति देखिन्छ कति देखिन्छ सबै देखिन्छ एकचोटि ट्राई गर उता 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 हेर उता खतरा देख्दा ल भयो यतिको दुर्पिन चाहिँ फेरि बवाल हो ल तर हामीले उल्टो हेऱ्यौँ कि सुल्टो होइन बुद्ध हामी कहाँको पशुपतिनगर होइन बबाल खुकुरी सिरुपाते नि रहेछ त्यहाँनिर होइन गाइस यो चाहिँ सिङको सिङ थाहा छ सिङ भैँसीको सिङको हो त रह त मुला सिङको सिङमा डिजाइन दिएको कसले खोप्ने यस्तो अर्को ट्राई गर्ने हेर्न झन् ट्राई गर्ने दामी डिजाइनहरू राखेको छ यहाँनिर होइन सबै दामी रहेछ बुद्धको टाउको हेर त्यहाँ बबाल हो नि त यतिकै त वरिपरि देखेन खन्नु राख्नुहुन्छ क्या खन्नु राख्नुहुन्छ यतिको चाहिँ होइन दामी अनि यता चाहिँ हाम्रो धोती बा पनि हुनुहुँदो रहेछ होइन गाडीमा झुन्ड्याउने सामानहरू रहेछ क्या जाउँ होला है ब्याग चाहिँ फेरि यतिको हुनु पऱ्यो क्या लड्कीहरूले बोक्ने लड्कीहरूले बोक्ने होइन कसले छु यो ल जाउँ हामी अब यहाँदेखि चाहिँ हामी लाग्दैछौँ होइन पुरै नेपाल अब हामी नेपाल प्रवेश भइसकेको जस्तो भइसक्यौँ नेपाल चाहिँ हामी प्रवेश भइसक्यौँ अब चाहिँ हामीलाई पुरै फुल भिडियो बनाउन मिल्छ भन्ने मैले आशा गरेको छु होइन म यहाँ न क्या बबाल हो लड्कीहरूले बोक्ने झोला हो केटीहरूको ऐना कछुवा हेर्न खोर्ला हेर त्यहाँ घुमिरहेको छ यता गाडीमा लाउनु मिल्छ होइन भोट्लो गाइस दामी छ बबाल छ अरू के छ र काठको पेन्सिलले बनाएको स्केल हेर्न हो स्केल चाहिँ फेरि मान्छेले होइन नि फेरि स्केल पनि मान्छेले बनाएको सबै मान्छेले बनाएको यो नम्बर मात्रै दिएको हो रहेछ सबै मान्छेले बनाएको मिसिनले होइन सिजर चाहिँ लानुपर्छ यार बाइकहरू त यस्तै छ बाइकहरू त सबै यो पशुपतिमा इन्डियाको होइन माल फलमको बाइक गाइस चेनको छ चेनको चक्का चेनको होइन चेनको चक्का झोला अब हामी यहाँबाट निस्किन्छौँ होइन झोलाहरू चाहिँ तपाईँहरू टक्कसँगले फोटो देख्नु सक्नुहुन्छ फोटो मतलब होइन यस्तो बबल झोलाहरू छ कि तपाईँहरू चाहिँ लोपले होइन पिलिलिल यहाँ चाहिँ हाम्रो गौतम बुद्ध देख्नुभयो नि होइन गौतम बुद्धहरू क्या बबल टाउको छ होइन यस्तो अब हामी चाहिँ यता जानुपर्ने हुन्छ जस अब हामी खाजासाजा खानुपर्ने हुन्छ किनकि हामी आउनु त धेरै भएको छैन यहाँ आइपुगेको अनि तपाईँहरूलाई होइन हल्का रमाइलो इन्जोय खोइ कता लाग्दिउँ अब हामी चाहिँ यहाँबाट अगाडि हामीलाई यहीँनिर छोडिदिएको थियो यहीँ अगाडि यही ठ्याक्कै यही रोडमा होइन अब यहाँदेखि हामी जानुपर्ने हामी इन्डियाको यहाँ रक्सीकडा हो वाइन्ड ब्रान्ड भन्ने ब्रान्डहरू हो गाइस यो खायो भने चाहिँ उयो माथिको चाहिँ क्या हो है ब्रान्ड हो गाइस उयो माथिको चाहिँ क्या हो यो खतरा ब्रान्ड छ गाइस म यतिको खाएपछि त है मान्छे गोर्खाज गन अरे नाम गोर्खाज गन गाइस गोर्खाज गन खाएपछि त नि बवाल छ होइन पुरै कताको बता डुल्ने हो
अब हामी अगाडि जानुपर्ने हुन्छ किनभने अगाडि धेरै हामीले बजारहरू छोडेको छौँ नि त पुरै ओए नेपालमा चाहिँ यस्तो पाइन्छ प्लास्टिक परतिर चाहिँ पुरै होइन ब्यारिङ नेपालमा चाहिँ प्लास्टिक नेपाल हो नि त अलिकति चाहिँ होइन अब के भन्नु यहाँ भनेर साध्यै छैन अब हामीले टक्क खाना खान जानुपर्छ अनि यो माथि चाहिँ के हो है यो एक्सट्रेक्सन ट्याक्स के हो नाम पनि होइन एफसिबी ब्राजिल को ड्राइभर चाहिँ अहिले मलाई लाग्छ खाना खानु गइसकेको छ क्या यहाँदेखि चाहिँ हामी यताउता डेटली ठाउँ होला होइन देखाउने छौँ टक्कसँगले अब हामी नेपाल छिरिसक्यौँ नि त अब नेपालमा त के भन्नु अब खासै त्यति साह्रो हुँदैन डेटली ठाउँ अहिले यहाँ मलाई फेरि भिडियो डिलिट हान्नु लाउँछ र बिजोक बनाउँछ परैबाट बोलाएर सल्लाहको घारी डेडली छ यतिको त हुनु पऱ्यो नि त इलाम होइन यो पशुपति नगर हो भन्ने ए अँ हामी चाहिँ यहाँनिर टक्क जङ्गल आइसकेको छौँ होइन यस्तो डाँडा यहाँ इन्डियामा चाहिँ टक्क यस्तो आगोहरू बाल्दो रहेछ अनि यहाँ हामी नेपालमा चाहिँ नेपाल यस्तो छ होइन नेपालको भ्यू चाहिँ पुरै यतिको हुनुपर्छ नि त यो हाम्रो नेपाल हो यता टक्क नेपाल कस्तो छ त हरियाली नै छ उता इन्डिया पनि देख्नु सक्नुहुन्छ अहिले हरियाली नै छ नि नेपाल यतिको छ है अब टक्क दिस इज नेपाल होइन यो नेपाल होइन त नि अब इन्डिया अर्कोपट्टि छ गाइस अब इन्डिया चाहिँ यतापट्टि छ नेपाल इन्डिया भन्थ्यो होइन यो चाहिँ ठक्कै त्यही खेल्ने रहेछ चाहिँ भारत इन्डिया देखाइदिए प्लेस पनि अनि इन्डिया चाहिँ फेरि यतापट्टि हो क्या सल्लाह मोमो देउराली छिरेको जतिकै छ नि हो अनि पुरै बाटो चाहिँ राम्रो छ गाइस चिल्लो छ तल धुवा चाहिँ यता आधी नेपाल आधी इन्डिया भएर होला धुवा इन्डियातिर जाँदैछ धोतीहरू आउँछ अहिले कुट्नुलाई भन्ने धोतीहरू यता फेरि गाडीको लाइन छ क्या यहाँ माथिदेखि चाहिँ यहाँ तलसम्म चाहिँ गाडीको परसम्म चाहिँ गाडीको लाइनै छ क्या यो जङ्गलभित्र अलिअलि देखिरहेको नि रहेको छ पुरै फेरि के भन्नु कारहरू मात्रै छ कि फेरि तल गाडी आउँदैछ सो गाइजहरू होइन हामी चाहिँ इन्डियामा चाहिँ अलिकति छिरी मात्रै दिएको होइन हामीलाई चाहिँ रिच सम्झ्यो कि होइन भाइहरूको गाडी छ अरे नि कहाँ हुनु हाम्रो गाडी होइन माथि छ नि पार्किङमा हाम्रो गाडी फेरि यही हो हामीले गाडी फेरि आर्मीको गाडी हो कि फेरि यतिको हो नि त भाइ गाडीमा बस्ने हाम्रो ड्राइभर फेरि यही हो क्या अब यहाँ फोटो हान्नुपर्ने हुने भयो सो अब चाहिँ हामी होइन घरतर्फ लाग्नुपर्ने हुन्छ रात पनि पर्ला जस्तो गरेर होइन घर सायद घर पुग्दा चाहिँ रात नै पर्छ होला र अब हामी चाहिँ आजको दिन चाहिँ यस्तो नै भन्दा पनि अब हल्का यहाँ माथि थोरै सपिङहरू गर्छौँ होला होइन गाडीमा गएको थोरै भ्लग बनाउँदै हामी जान्छौँ होइन र यहाँनिर आएर चाहिँ मलाई चाहिँ एकदम चिसो कस्तो के भन्नु देउरालीतिर होइन गएको जस्तो फिलिङहरू आउँदैछ तर हामी देउराली छैनौँ पशुपति नगरतिर छौँ पशुपतिनाथ होइन नि फेरि यो सबै इन्डियाको मान्छेहरू छ फेरि र इन्डिया छिरिसकेपछि त फेरि इन्डिया बोल्नुपर्छ क्या हो यार इन्डियन भाषा पुरै भ्लगमा नि होइन अच्छा है भाइ मैं भन्दा हूँ अच्छा पुरै हिन्दी बोलिरहेको छ क्या होइन यहाँनिर चाहिँ सानो होइन अब इन्डियाको बच्चा भएपछि सानैदेखि नै हिन्दी बोल्छ यहाँनिर चाहिँ विभिन्न किसिमको परिकारहरू छ क्या मिठाई हट एन्ड स्पाइसीहरू छ होइन पुरै यहाँ पर देख लो हामी नि हिन्दी बोल्दैनौँ न होइन थोरै के भएको छ र ये लोग भाई देखो ये लोग इसी में मजा कर रहा है इधर नो पार्किंग लिखा है पर भी इन लोगों ने इधर बाइक खड़ा रखा है बाइक रोक के रखा है भाई सड़क पे
इन लोगों को तो भाई वो गाँड मारना चाहिए भाई, वो भी पटक पटक से भाई धोबी पछाडे। अब हामी सायद नेपाल छिर्न आँट्यौँ। अब यहाँनिर अगाडि चाहिँ भ्लग बनाउनु दिँदैन होइन। फेरि सामानहरू चाहिँ फेरि पुरै अल्ट्रोनेटहरू मात्रै छ कि फेरि यस्तोहरू चक्लेटहरू लानु पऱ्यो नि त। इन्डियाको टक्क इन्डियाको चक्लेट चाहिँ नेपालको इलाम सुम्पेकमा लगेर खाँदाखेरि बेग्लै स्वाद आउँछ मलाई लाग्छ। सो हामी चाहिँ अब सपिङ गर्नेछौँ अहिले। यहाँनिर चाहिँ मिठाईको चाहिँ फेरि भण्डार छ क्या, इन्डिया छिरिसकेपछि चाहिँ यति नै यस्तो खालको थुक्पा फेरि नेपालमा हराएको नि यो पहेँलो। यहाँनिर चाहिँ फेरि ट्याङ्ग्राङ्गै देखियो क्या हो यो खानेकुरा मिठाई नै हो स्पेसल छ त। यो जेली दामी छ त जेली। कसरी प्राइस पुरै जेलीहरू छ यार यसको? यो छोडिदिनुहोस्। यसको स्मल छैन? स्मल हजुर अहिले आएको गिफ्टको लागि त। अच्छा चोको पाई यो मैले केटिएममै खाएको, काठमाडौँमै खाएको आन्टी खानु चाहिँ होइन। र पनि हेरिदिउँ न। RS10 मतलब एउटा भित्रकोलाई खोल्नु मिल्दैन? यसको खोल्नु मिल्छ त अनि यसको सिल प्याक हुँदैन त? मतलब सिल प्याक लगाएको छ र देखाउनुहोस् न चोको भाइ। होइन नलाइदिनु त्यो ओरेन्जबाट त, ओरेन्ज त घरमै छ। यो चाहिँ यो मिठाई कहाँ देख्दै थियो यार? अरू के लाने? यहाँ यो मिठाई चाहिँ कडो हो क्या। यस्तो मिठाई लाने भाइ खाने भए पनि। कसरी पर्छ आन्टी? के हो त्यो? कोटा अनुसारले बेच्नुहुन्छ? प्याकेट छैन यसको? मतलब प्याकेटलाई चाहिँ कति पर्छ? कत्रो प्याकेट यता फेरि के हो मोमो यता नि त्यस्तै रहेछ क्या जेलीहरू होइन। 620 का सामान 620 को सामान चाहिँ त्यति हो होइन। हाम्रो चाहिँ अब इंडिया पर बहुत लॉस्ट हुआ है यार। इंडिया पे बहुत भाई क्या बोलता है ना भाई, हमको भिखारी बना के छोड़ दिया साला, क्या बोलता है यार। इंडिया पर बहुत लॉस्ट हुआ है हमारा पैसा भाई, इतना में सब लूट लिया रे। हाँ भाई हमको गरीब बनाएगा क्या भाई वो लोग। इस दोस्त को शोधेंगे यार ये इसका कितना प्राइस हो? इस दोस्त को हम शोधेंगे कितना कति होला यसको प्राइस यति छ? मिठाई चॉकलेट है कति होला नेपाली प्राइस 620 रुपये लिया यार। क्या ही बोलूं, इतना ही माल है। उधर दिखाओ ना यार, विदेशी माल जस्तो रहेछ नि। विदेशी माल इतना ही पर इतना अब हामी जाने हो दाइ। अब हामी बिस्तारै जानुपर्छ हाम्रो खै गाडी। सो म चाहिँ मलाई चाहिँ टक्क झ्यालमा म्यानेज गरिदिनु ल दाइ अहिले चाहिँ। अब चाहिँ हुन्छ। अब हामी चाहिँ टक्कसँगले होइन जाने हो। गाडी चाहिँ हाम्रो यही हो। म सब्सक्राइब हानिदिन्छु। मेरो च्यानलको नाम सोल्टा अफिसियल ब्लग छ होइन। टक्क सब्सक्राइब हानिदिनु। म सब्सक्राइब तिम्रो बिग फ्यान। ओके के खाउँ? नेपाल पो त हो, नेपालमा ब्रान्ड फेरि यस्तो छ होइन। इन्डियामा चाहिँ म त्यहाँनिर चटपटे पाइरहेको थियो। होइन अब चाहिँ नजाउँ, अब इलाममै हो होइन। अब ढिलो। सो अब चाहिँ हामीले चाहिँ होइन पशुपति नगरलाई चाहिँ छोडेर जानुपर्ने बेला भइसकेको छ होइन। पुरै अब चाहिँ बाटोमा तपाईँहरूलाई थोरै हल्का देखाउनेछौँ। अब चाहिँ हामीले बाई बाई भन्दा भएको हो पशुपति नगरलाई। गाडीहरू आएकै गर्छ फेरि मेरो पट्टि चाहिँ होइन, हप्ता नरमाइलो हुन्छ। फेरि भित्रको नजारा फेरि यत्तिको मात्रै छ कि फेरि यहाँ बसिरहेको छ झ्यालमा। चेस खुल्ला खुल्लै छ, गाडी छ फेरि यो। मामाहरू अगाडि हुनुहुँदो रहेछ होइन। मामाले केही भन्दैन। मामाले के भन्दैन, हाम्रो नम्बर प्लेटको अघि हेरेको होला। मामाहरू यहाँ बसिरहनु भएको रहेछ पुरै चोकमा होइन। माथि हो। सो गाइजहरू होइन अब चाहिँ हामी चाहिँ घरतर्फ लाग्यौँ। त्यो पारीको चाहिँ के हो? इन्डिया हो यो के हो? त्यो पारी के हो त्यो? अब यहाँबाट चाहिँ पुरै जङ्गल आउँछ नि त फेरि पुरै होइन। जङ्गल चाहिँ कटिसकेको छ र अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ। रङ टुर हाइवे। सो हेलो गाइज होइन, आज चाहिँ हामी टक्कसँगले पशुपति पुगेर पनि हामी घरतिर नस्पति खाँदै चाहिँ आइएको छैनौँ होइन। टक्क घरतिर लाग्यौँ होइन। अब चाहिँ हामी टक्क यो बिप्लाटे अमर उच्च माविको मुनि हिँडिरहेको छौँ होइन। सो गाइजहरू जो नयाँ साथीहरू हुनुहुन्छ
टक्क लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन र आजको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट हालिदिनु पर्यो त होला अनि त्यहाँदेखि अब के भन्नु होइन योभन्दा धेरै भ्लग बनाउनु पाइएन गाडीमा थियौँ फोन आयो भन्दा धेरै भ्लग बनाउनु पाइएन होइन आजको लागि चाहिँ यति नै भयो अब नेक्स्ट डे हामी फेरि न्यू भ्लगमा भेट्ने नै छौँ बाई बाई